हेलो गाइज, वेलकम टू अनदर भिडियो। मैले सधैँभरि चाहिँ हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँथेँ भने आजको भिडियोमा पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि मेरो फेसबुक पेजलाई फलो गरिदिनु र साथै साथ युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। आजको भिडियोमा आइसिसी टी20 वर्ल्ड कप 2026 को बारेमा छलफल गर्नेछु र आइसिसी वर्ल्ड कप 2026 को बारेमा पहिलेदेखि चलिरहेको थियो यो कुरा र ब्रेकिङ न्युज प्राप्त भएको छ र आइसिसी टी20 वर्ल्ड कप 2026 मा बङ्गलादेशले चाहिँ हाम्रा म्याचहरू चाहिँ इन्डियामा खेल्दैनौँ, श्रीलङ्कामा सिफ्ट गर्नु पर्यो भनेर भनेको थियो र बङ्गलादेश क्रिकेट बोर्डले चाहिँ बिसिसिआईलाई पत्र पनि पठाएको थियो र आइसिसीसँग पनि कुरा गरेको थियो र बिसिसिआई र आइसिसी पिच भएको फाइनल कुराकानीमा के भयो भने बङ्गलादेशले जुन भेन्यू उसले चाहिँ इन्डियामा नखेलेर चाहिँ श्रीलङ्कामा चाहिँ उसका म्याचहरू गराइदिनु पर्यो र उसले के शर्त राखेको थियो भने आफ्नो ग्रुप पनि चेन्ज गरिदिनु पर्यो भनेर चाहिँ भनेको थियो र बङ्गलादेशको ठाउँमा चाहिँ स्कटल्यान्डले रिप्लेस गर्छु भनेको थियो भन्न चाहिँ। तर यसको बारेमा आइसिसी र बिसिसिआई पनि छलफल गरे। त्यसै गरी आइसिसीका चेयरम्यान जय शाहले पनि छलफल गरेका थिए र छलफलको निर्णय के निस्कियो भने बङ्गलादेशलाई आइसिसी टी20 वर्ल्ड कप 2026बाट बाइकआउट गरिएको छ भने कि 2026 को टी20 वर्ल्ड कपबाट चाहिँ बङ्गलादेश आउट भएको छ। बङ्गलादेशले चाहिँ 2026 को वर्ल्ड कप चाहिँ खेल्ने छैन किनकि आइसिसीले पत्र पठाइसकेको छ। यो ब्रेकिङ न्युज जताकतै फैलि पनि सकेको छ। अबको वर्ल्ड कपमा चाहिँ बङ्गलादेशको ठाउँमा कसले रिप्लेस गर्ला त? आइसिसीले टी20 ऱ्याङ्किङको आधारमा लिन्छ या कुनै अरू टिम नयाँ टिमलाई चाहिँ समावेश गर्न सक्छ र नेपालको ग्रुप पनि सेम ग्रुपमा थियो। नेपाल पनि बङ्गलादेशको ग्रुपमा थियो र नेपालसँग अब को भिड्ला त? बङ्गलादेश बाइकआउट भइसकेको छ है। टी20 वर्ल्ड कप 2026बाट बङ्गलादेश बाइकआउट भएको छ। एकदम दुःखद खबर हो यो बङ्गलादेश क्रिकेट बोर्डका लागि, किनकि आइसिसीले पहिले जुन भेन्यू बङ्गलादेशलाई दिएको थियो, ग्रुप चेन्ज गर्नु पर्यो, हामी इन्डियामा खेल्दैनौँ भनेर जुस अब बङ्गलादेशमा हिन्दू बिच जुन झगडा भइरहेछ नि, कति हिन्दूहरूलाई मारिएको छ, त्यस कारणले चाहिँ बङ्गलादेशले चाहिँ इन्डियामा नखेलेर चाहिँ श्रीलङ्कामा म्याच गराउन लगाएको थियो र आइसिसीले मिटिङ गरेको थियो बङ्गलादेश क्रिकेट बोर्ड। त्यसै गरी बिसिसिआईसँग पनि आइसिसीका चेयरम्यानहरू ठुलाले मिटिङ गर्दा चाहिँ के निर्णय निस्कियो भने बङ्गलादेश चाहिँ भेन्यू पनि चेन्ज हुँदैन र ऊ इन्डियामा आएर खेल्छ भने टी20 वर्ल्ड कप 2026मा समावेश गर्ने बङ्गलादेशलाई र आउँदैन भनेर अडन लिएर बसेको बङ्गलादेश टी20 वर्ल्ड कपबाट बाइकआउट यानि कि बाहिरिएको छ, खेल्ने छैन र उसको रिप्लेसमेन्टमा को आउला त? तपाईँको विचारमा लेखिदिनु होला। आइसिसीको ऱ्याङ्किङ अनुसार आउँछ या कुनै नयाँ टिम आउँछ जुन नेपालसँग भिन्न। अब पक्कै पनि नेपाललाई एकदमै सजिलो भएको छ सुपर 8मा पुग्नका लागि। बङ्गलादेश छैन र बङ्गलादेशको ठाउँमा कुन टिम आउँछ होला? अलि बलियो आउँछ या कमजोर आउँछ त्यो हामीले म्याचमै डिस्कस गर्नेछु। थ्याङ्क्स फर वाचिङ।